हेलो साथी हो नमस्कार। म काली प्रसाद सिमोरिया भर्चुअली म चाहिँ युट्युब मार्फत संसारका विभिन्न सहरहरू घुम्छु। अनि घुम्ने चाहिँ मेरो सौख हो। अनि मेरो युट्युब च्यानलको नाम काली प्रसाद सिमोरिया। लगभग 1100 सब्सक्राइबर छन्। यसको लिङ्क चाहिँ यो टिकटकमा राखिदिएको छु। तपाईँहरू पनि युट्युबको भिडियोहरू हेरेर फ्रीमा ज्ञानहरू लिन सक्नुहुन्छ। मेरा कति सेवाहरू फ्रीमै छन्। अनि यो टिकटकमा पनि धेरै भिडियोहरू ज्ञानवर्धक छन्। सबै भिडियोहरू हेर्नु होला। अनि फलो पनि गर्नु होला। फलो गर्नेहरूलाई प्राइभेट अकाउन्ट होइन भने फलो ब्याक दिने गरेको छु। अब 10,000लाई मात्रै फलो ब्याक दिन मिल्छ। है त साथी हो। अनि चाहिँ आज मेरो पोर्टफोलियो 36%ले बढेको छ। 36% इन अ डे। अहिले बिहानको स्थानीय समयअनुसार बिहानको 7:47 गएको छ। 747 छेउमा पनि 7 छेउछेउमा 7 बिचमा 4 है त। 7बाट झरेर 4मा आउने फेरि उक्लिएर 7मै जाने बनेको जस्तो क्या। यो चाहिँ फलिङ एन्जल भन्छ नि बाइबलमा, हो त्यस्तै हो। 7 फल भएर 4मा आयो, फेरि 4 राइज भएर फेरि 7मै पुग्यो है त। न्युमरोलोजी अनुसार 7 दुना 14, 14 4 18, 18 किन हो। यो चाहिँ अहिले हाइएस्ट इनर्जी युनिभर्सबाट आइरहेको छ है त साथी हो। अनि तपाईँहरूको केही प्रश्न भए कमेन्ट गर्नुहोला। जति सक्दो म उत्तर दिने प्रयास गर्नेछु। म बिजी छु, अत्यन्तै बिजी छु। तपाईँको प्रश्नको उत्तर चाहिँ म भिडियो मार्फत दिउँला। अनि अरूले पनि भरपुर फाइदा लिन्छन् है त साथी हो। पोर्टफोलियो चाहिँ 36%ले बढेको छ। एवं प्रकारले कम्पाउन्डिङ गर्दै 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 जाने हो भने $1 मिलियन हुनलाई 1 महिना पनि लाग्दैन है त। 3 खाले युद्ध हुन्छ कि, एउटा जनयुद्ध, माओवादीहरूले 3650 दिनसम्म गरेर 17,000 मान्छे मारिदिए अनि अरबौँ पैसा लुटे बैङ्कबाट। माओवादी चाहिँ खाओवादी भएका छन्। अनि अर्को हुन्छ धर्मयुद्ध। पाण्डव र कौरवको धर्मयुद्ध भएको थियो 18 वर्षसम्म, 18 दिनसम्म। त्यसैलाई 18 पर्व पनि भनिन्छ। र अर्को हुन्छ धनयुद्ध। धन कमाउनुको लागि तन मन र विचारले प्रयास गर्नु। ट्राइगर भन्छन्। एउटा टाइगर हुन्छ, टाइगर भनेको बाघ। अर्को ट्राइगर, प्रयास गर्ने मान्छेलाई ट्राइगर भन्छ। TRY गर, ट्राइगर। एवं प्रकारले तपाईँहरूलाई केही प्रश्न भए कमेन्ट गर्नुहोला। म चाहिँ भिडियोको मार्फत फुर्सदको समयमा जवाब दिन्छु। अनि म चाहिँ नडाँटी भन्नुपर्दा जोशीमा छु। जोशी हाइड्रो पावर। चन्द्रमा चाहिँ मेरो 7म भावमा भएको भएर हाइड्रोबाट मेरो पैसा आउँछ। अनि सूर्य पनि 7म भावमै छ। राजनीति अनि शैक्षिक सरकारी जागिरबाट, सरकारी स्कुल, क्याम्पस, विश्वविद्यालयबाट पैसा आउने देखिन्छ। र मेरो अहिलेसम्म धेरै पैसा कमाएको मेरो चाहिँ टिचिङ क्षेत्रबाटै हो, एजुकेसनबाट नै हो। यो चाहिँ सूर्यको प्रभाव। म चाहिँ 5 गते जन्मेको हो। सूर्य चाहिँ कमजोर छ, त्यस कारणले मैले सूर्यलाई अर्घ दिन चाहिँ मिल्दैन, झन् कमजोर हुन्छ। म त सनबाथ गर्नुपर्छ सूर्यलाई पावरफुल बनाउनको लागि। र अर्को कुरो साथी हो, अनि चन्द्रमा पनि 7म भावमै छ। 7म भाव भनेको बिजनेस गर्ने ठाउँ, बिजनेसको भाव हो, बिजनेसको घर। अनि हाइड्रो सेक्टर, चन्द्रमा भने कमजोर छ। हाइड्रो सेक्टरबाट पैसा त आउँछ, थोरै थोरै मात्रै आउँछ। अर्को छ मेरो बुध पनि त्यहीँ छ। बुध चाहिँ तपाईँको चाहिँ एजुकेसनसँगै सम्बन्धित छ। अब बुध ब्याङ्किङसँग पनि सम्बन्धित हो। बाणीसँग बोल्नुपर्ने, मोटिभेसनल स्पिच डाइलग साइलग दिएर
अनि अनलाइनबाट बिजनेस गरेर बोल्ने बिजनेस गरेर पनि डिजिटल मार्केटिङ भन्छ यसलाई। मार्केटिङ पनि एउटा चाहिँ फिल्डमै गरेर गर्ने मार्केटिङ, अर्को चाहिँ डिजिटल मार्केटिङ। जस्तै महावीर पुनले किताब बेचिरहेका छन्, चोक चोकमा डुलेर आयो है आयो डाका आयो, पैसा लुट्ने डाका आयो भन्छन्, के भन्छन्। अब 750मा उनको आत्मकथा बेचिरहेका छन्। उनको आत्मकथा पढेर मान्छेलाई केही फाइदा होला जस्तो चाहिँ मलाई लाग्दैन, मेरो व्यक्तिगत विचार है। त त्योभन्दा एउटा वेबसाइट खोलेर वेबसाइटमा किताब राखिदियो भने डेलिभरी सेलिभरी चार्ज पनि लिने, बेच्यो भने त्यस्तो करोडौँ किताब बिक्री हुन्छ है। त साथीहरु तपाईँहरूको विचार के लाग्छ कमेन्ट गर्नु होला। नेगेटिभ कमेन्ट गर्नेहरूलाई सोझै ब्लक हानिदिन्छु है। त साथी हो 36% मेरो मिनिमम टार्गेटै 10% हो। नेप्सेले 15%को अहिले चाहिँ पोजिटिभ सर्क्युटको रुल ल्याएको छ। पोजिटिभ सर्क्युट पनि 15%, नेगेटिभ सर्क्युट पनि 15%। अनि नेगेटिभ 15 हान्यो भने पनि स्टप भन्ने, पोजिटिभ 15 हाने पनि स्टप हुनुपर्ने। तर म चाहिँ 36 हुँदा पनि स्टप भएको छैन। अहिले बिहानको 7:52 गइसकेको छ। अब चाहिँ स्टप हुनु नै पर्छ कि जस्तो लाग्छ। अब मैले गर्ने काम चाहिँ मार्केट प्रेडिक्सन हो। म चाहिँ प्रेडिक्सन, यो चाहिँ एस्ट्रोलोजीको एउटा ब्रान्च हो, भविष्यवाणी गर्ने। यसमा चाहिँ करेक्सन प्रेडिक्सन मेथड भन्छ। पहिला प्रेडिक्सन गर्ने, अनि अलिकति तलमाथि भयो भने फेरि त्यसलाई करेक्सन गरेर फेरि अर्को प्रेडिक्सन गर्ने। अब स्ट्याटमा चाहिँ 5% एररलाई सिम्पल मानिन्छ। 5% तपाईँले चाहिँ 100वटा प्रेडिक्सन गर्नुभयो, 95वटा मिल्यो, 5वटा मिलेन भने 5% एरर भन्छ। 5वटा चाहिँ मिलेन, 5% मिलेन भनेपछि युआर ग्रेट। तपाईँको त 60% प्रेडिक्सन मिल्दा पनि तपाईँले थुप्रै पैसा कमाउनुहुन्छ। त्यस कारणले स्टप लस गर्न पनि डराउनु भएन। स्टप लसको रुल 5% हो। तपाईँको पोर्टफोलियोले 5% नेगेटिभ 5% हान्यो भने यु हेभ टु एक्जिट। तपाईँको घरमा तपाईँको पोर्टफोलियोमा दुईवटा एक्जिट हुनुपर्छ। एउटा नेगेटिभ 5%को एक्जिट, एउटा पोजिटिभ 25%को। अनि आइपिओ बाहेक है। आइपिओमा त पोजिटिभ 25 भएन, कति हान्छ 5000% पनि हानिदिन्छ। है त साथी हो, केही प्रश्न भए कमेन्ट गर्नुहोला। धन्यवाद।